बाबु हामी कहाँ रे बाबु हामी कहाँ सम्झे हामी कहाँ रे काम बिगार हो सेनको मैले यहाँ सेन त्यो कल्लाले यहाँ हाल्नु थियो हेलो गाइज व्हाट्स अप फेरि पनि स्वागत छ तपाईँलाई मेरो मिनी भ्लगमा छोटो छोटो भ्लगहरू आउँदैछ है युरोपबाट सिधै युरोपबाट हाम्रो चवाक छमियाहरू छ यता साथमा हाम्रो बाबु एन्ड म होइन उ त्यहाँ पारिपट्टि चाहिँ हामी कुन ठाउँमा जानु लाग्यो बाबु हामी मायाको बारीमा मकै गोड्न फुलबारीमा मकै गोड्न हामी फुलबारीमा मकै गोड्न जाँदैछु गाइज होइन अब यस्तै छ अब युरोपको के भन्छ अवस्था एकदम आज चाहिँ यो के अरे युरोपको स्टार पर्व हाम्रो छुट्टी हाम्रो कम्पनीले छुट्टी दिएको छ त्यसमा लड्केर ओहो यता चाहिँ हाम्रो अगाडि सम्धी छ काभ्रेको सम्धी एकदम हट एन्ड सेक्सी भएर हिँड्नु भएको अनि उता रनिङ पनि गर्दैछ हाम्रो केटीहरूले सो ओ माई गड सो भेरी बिग साप्रा यतै चाहिँ हाम्रो आन्टी हाँसेको हाँसै छ ऊ रनिङ गरेछ 10 किलोमिटर बल उफ्रे छ ल है गाइज सिधै अब फेरि पनि हामी हग्ने ठाउँ कता रे बाबु यता हग्ने ठाउँ रे बाबु त्यही भनेको यता डेटिङ जाने ठाउँ अब त्यो भ्लगमा हुँदैन कचक अब हाम्रो तरुनी हाम्रो टिममा कता होला हाम्रो टिम यति चाहिँ हाम्रो टिम होइन कि हाम्रो सुरुको लटको सोमसन्धीहरू त्यस्तै भिड छ अनि कहाँ पाउँछ यहाँ चाहिँ हाम्रो केटाहरू ओहो फुल आजको ब्लग चाहिँ कडा झर्ने छ युट्युबमा साइकल यहाँ चाहिँ क्यामेरा देखाउन मिल्दैन गालामा पड्काउँछ यहाँ हाम्रो टेनिस ग्राउन्ड आइपुग्यो हामी चाहिँ यहाँ चाहिँ के फुल हो यो टेनिस त खेल्न आउँदैन बाबु अहिलेसम्म आजमभरि फुल रहेछ आजमभरि लौला पिरती सोल्टिनी हाँसिरहेको छ यतापट्टि सोल्टिनी हाँसेको हेर न आज गाई जस्तै छ मैचाङ वाउ सो यहाँ सधैँ आम्मा कति हान्छौँ के निस्कियो भयो जस्तो भयो त्यो सम्धीको आज पुरै रमाइलो भ्लग भइरहेछ है आओ माई गड साइक्लिङ ओ माई गड यस्तो साइकल नि के भन्छ त्यो गाडीलाई के भन्छ अरे कुन गाडीलाई के भन्छ ल सोचेर भनिहाल ब्लगमा यहाँ त त्यस्तो हुँदैन नि अब यता चाहिँ हामी अहिले पुरै जङ्गलको छेउमा मङ्गल मनाउन आएको छौँ हामी 3 जना युरोप आयो भन्छ होइन हामी गाउँ छोडेर मूल सहरमा छिर्यौँ तर बिल्डिङ छैन हेर्न सक्नुहुन्छ झाडी र भुतको मात्रै छ एउटा बुढो एकदम इमर्जेन्सीले दौडिरहनु भएको छ उहाँको लागि चाहिँ सबैजना ताली ओ माइकबाट बुढो होइन भने मेरै जोडा होला यो त ओ माइ गड यस आई एम ब्लगर यु नो हो बिचरा यार भगवान्ले उसको लागि राम्रो गरोस् पहिला सुरु चाहिँ हाम्रो लागि राम्रो गरोस् त्यसपछि उसको लागि किनकि उनीहरू भनेको विकसित देशमा जन्मेको हामी चाहिँ एकदम आर्थिक उन्मुख देशमा जन्मेका छौँ त्यसैले सबै आइफोनबाट बोल्नु बाहिर आइफोन चाहिँ हातमा बोक्ने यस्तोले तपाईँलाई देखाउन सक्छु म यता हाम्रो साइक्लिङ हुँदैछ साइक्लिङ एकदम बब्बा